क्यान्सरको अचुक औषधि यो पाते सल्लोको चौतारो पनि यहाँले देख्न पाउनुहुनेछ। यो बहुतै उपयोगी जडीबुटीभित्र पर्दछ। यसको नजिकैबाट म हेरेर देखाउँछु। यसको रूप यस्तो हुनसक्छ, पाते यस्तो हुनसक्छ। यहाँहरूले जानकारी पनि लिइराख्नु होला। र यहाँबाट देखिएको यो पार्थली भन्ज्याङको दृश्य हो र सिङ्गोपेथाञ्चोकको 2 नम्बरको केही भाग देखिएको छ। 3 नम्बरको यहाँनिर केही भाग देखिएको छ। यो ठाडो 3 नम्बर हो भने अहिले म रहिरहेको ठाउँ भनेको बेठाञ्चोक 2 हो। यहाँहरू सबैलाई छोटो जानकारी सहित यहाँहरूसँग बिदा पनि माग्ने अनुमति चाहन्छु। जाडो मौसमको बेलामा आएर क्याम्प फायरिङ गरेर बस्न पनि अति उपयोगी ठाउँ छ। यहाँबाट देखिएको यो कालेश्वर गाउँपालिकाको अति रमणीय कालेश्वर गुम्बा र कालेश्वर महादेवको 3 चुली डाँडा समेत यहाँहरू देख्न सक्नुहुनेछ। यो दुवैतिरको मनोरम दृश्य हेर्नका निम्ति यहाँहरूले मौका नचुकाउनु होला। हवस् त, धन्यवाद, बाई बाई।